चुपचाप बसे बङ्गालभित्रकै व्यवस्थालाई सडकमा उत्रे अलग राज्य गोर्खाल्यान्डलाई। नमस्कार, म पूर्णसिंह राई, नयाँ पार्टी निर्माण समिति सदस्य र विशेष यहाँहरूलाई भोलि 20 अगस्त 2026 को मिरिकमा हुन गइरहेको एउटा कार्यक्रमको यहाँहरूलाई संक्षिप्त जानकारी गराउँछु। र भोलि नयाँ पार्टी निर्माण समितिको आह्वानमा ती तमाम अलग राज्य गोर्खाल्यान्ड निर्माणका निम्ति आजसम्म सङ्घर्षमा हुनुहुन्छ प्रशासनिक एकाइका सबैलाई, सबै राजनीतिक दलहरू, सबै सङ्घ संस्थाहरू, सबै सचेत, शिक्षित, बुद्धिजीवी र विद्वान सबैलाई हामी आह्वान गर्दछौँ। भोलि मिरिकमा समय ठिक्क 11 बजेदेखि मिरिक अस्पताल परिसरदेखि हाम्रो र्याली शुभारम्भ हुनेछ। र्यालीको एउटा थिम अलग राज्य गोर्खाल्यान्ड निर्माणको निम्ति हुनेछ र यो सही समयमा सही निर्णय गर्नुपर्छ भन्ने एउटा हामीले आवाज बुलन्द गर्नुपर्छ। तर यो केवल एउटा गोर्खाल्यान्ड निर्माणको निम्ति मात्रै। भोलिको र्याली एकदमै अनुशासनात्मक ढङ्गमा हुनेछ। कसैको निम्ति त्यहाँनिर अपशब्द उक्त र्यालीमा गरिने छैन। अनुशासनात्मक शान्तिपूर्ण ढङ्गमा केवल अलग राज्य गोर्खाल्यान्डको मात्रै भट्याइने छ र र्याली 11 बजे मिरिक अस्पतालको परिसरबाट सुरु भएर थाना परिसरसम्म हामी पुग्नेछौँ। त्यसपश्चात फर्किएर हामी मिरिकको अडिटोरियममा पुगेर त्यहाँनिर हामी र्याली विसर्जन गरिसके पश्चात हामी भोलिको भाषा दिवस कार्यक्रमलाई हामी मिरिक अडिटोरियमभित्रको कार्यक्रममा समावेश गर्नेछौँ र सबैलाई उक्त दिनको कार्यक्रममा हामीले मिरिक क्षेत्रका विगत दिनको जुन चाहिँ भाषा सङ्ग्राममा शहीद बनेका दार्जिलिङ क्षेत्रका भनौँ सङ्ग्रामीहरूलाई हामी एउटा श्रद्धाञ्जली अर्पण गर्नेछौँ भनेदेखि मिरिकका भाषा सङ्ग्रामी योद्धाहरूलाई चाहिँ हामी भोलि सम्मान पनि गर्नेछौँ। त्यसोस्ले गर्दाखेरि भोलि हामीले भाषा सङ्ग्रामको इतिहासहरू, आजको यो अलग राज्य गोर्खाल्यान्ड निर्माणको सङ्घर्ष थाँतीमा रहेको कुराहरू हामी त्यहाँ गर्नेछौँ र केही सङ्कल्प गीतहरू अनि विशेष नयाँ पार्टी निर्माण समितिले एउटा मिरिक घोषणा भन्ने एउटा कार्यक्रम राखेको छ। उक्त दिन नयाँ पार्टी निर्माण समितिका संयोजक श्री सञ्जय थुलुङज्यूले मिरिक घोषणामा चाहिँ एउटा महत्त्वपूर्ण घोषणाहरू भोलिको दिनमा उक्त मिरिकको अडिटोरियम हलको कार्यक्रम प्रेक्षगृहबाट मञ्चबाट गर्नुहुनेछ। त्यसैले गर्दाखेरि भोलिको दिन एकदमै महत्त्वपूर्ण भएकोले गर्दाखेरि यो सही समयमा सही निर्णय गर्न गोलबद्ध बनेर केवल अलग राज्य गोर्खाल्यान्ड निर्माणको निम्ति हामीले यो आवाजले बुलन्द गर्नु भन्ने अभियानमा एउटा गोर्खाल्यान्ड सङ्कल्प यात्रा दार्जिलिङबाट सुरु भएर बिजनबारी हुँदै मिरिकमा आइपुगेका छौँ। अब मिरिकबाट हामी कालेबुङ, खरसाङ र सिलगढीतिर हामी लाने हाम्रो यो लगातारको गोर्खाल्यान्ड सङ्कल्प यात्रा छ। त्यसैले गर्दाखेरि भोलिको 20 अगस्त 2026 बिहिबारको दिन मिरिकमा हुन गइरहेको उक्त र्याली अनि भाषा मान्यता दिवसको कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक न्यानो स्वागत अभिवादन गर्दछ। धन्यवाद। जय गोर्खा, जय गोर्खाल्यान्ड।